guys. अनि म चाहिँ अहिले बिहानै उठेर यस्तो भिडियो बनाइरहेको छु। आज चाहिँ आसाम जाने हामी चाहिँ यहाँनेर यो घरमा चाहिँ फिङ्गर प्रिन्ट दिनु आएको नि त रासन कार्डको। अनि अहिले चाहिँ बोजू घर आइपुग्यो हैन। हाम्रो घर पनि यही छ, बोजू घर पनि यही छ। अनि बोजू चाहिँ यहाँ बाहिर बसिराख्नु भएको छ। अनि गाइस यो चाहिँ हाम्रो घरभित्र हो, हेर्न सक्नुहुन्छ। Look at the house. भुतिया बंगला भइरहेछ अहिले चाहिँ, घरमा कोही बस्ने मान्छे नभएर। So guys, look at this बनाइ त सही छैन, बस आधा अधुरै बनिएको छ। यो चाहिँ हो हल रुम, आई मिन बिच रुम। अनि यो चाहिँ हो मेरो रुम भन्दा पनि भयो। अब अहिले चाहिँ बनिसकेको छैन, फिलहालको लागि यस्तो भइरहेछ। अनि यहाँको भ्यू हेर्न सक्नुहुन्छ, कस्तो दामी देखाइदिन्छ यहाँदेखि पहाडहरू। सो दिस इज मी एन्ड दिस इज माई हाउस। सो गरमले पसिना निस्किरहेको छ, बट कोही बात नहीं, घर आए त अहिले फ्यानहरू लगाएको छैन, सो गरम त भइहाल्छ हल्का। अनि मैले चाहिँ 2-3 दिन भएको थियो भिडियो हालेको थिइनँ, किन भन्दाखेरि नि त किनकि हेर्दैन कसैले हैन। भ्युज 1K हैन कि 200-300 हुन्छ। सो यति भ्युजको लागि के भिडियो हाल्नु हैन, त्यही कारण मैले चाहिँ हालेको थिइनँ। सो आज चाहिँ म यता आसामको घर आएको थिएँ, अनि तर यो घर देखाउनुको लागि मैले भिडियो बनाएको। सो यसमा चाहिँ त्यति कम्ती भ्युज नहोस् प्लिज गाइज, कस्तो सपोर्ट गर्दो। अनि पसिना भइछ। अनि आज चाहिँ आसाम किन आएको भन्दाखेरि त नि मेरो रासन कार्डमा फिङ्गर दिएको थिएन नि त, आई मिन फिङ्गर मिलेको थिएन पहिला नै। अनि रिबाट आधार कार्ड बनाएर सो त्यसमा फिङ्गर दिन आएको थियो। अनि अहिले चाहिँ हामी आसामको घरमा आएको, यहाँ घर पनि हेरेर जाने भनेर। यहाँ बाजे घर छ सामने, सो बाजे घरमा बसेर यहाँ घरहरू हेर्ने भनेर आएको थिएँ। हामी चाहिँ पसिना भइरहेछ। डोन्ट माइन्ड फेस चाहिँ, प्लीज गाइस सपोर्ट कर दो ना यार। 10K का टारगेट था, वो नहीं हो सका, मैं मानती हूँ, पर 6K तो पहुँचा दो। आई मीन सब्सक्रिप्शन भी नहीं मिलेगा हमको, क्योंकि हम 18 इयर्स पूरा होना पड़ता है। सो हम नहीं हुआ है, सब्सक्रिप्शन भी नहीं मिल रहे हैं हमको, मोनेटाइजेशन भी नहीं हो रहा है। तो इतना मेहनत करने का क्या फ़ायदा जब 10K नहीं है, अभी तो पैसा भी नहीं मिलेगा ना। डोंट माइंड गाइस, हम हिंदी से वीडियो बना देगा, आधा हिंदी आधा नेपाली मिक्स एकदम। क्योंकि अरुणाचल का लड़की है ना, वो तो हिंदी और नेपाली तो मिक्स हो ही जाता है अरुणाचल का तो। बट अभी आया है आसाम पे, पर आसामीज का ना हमको एक भी मालूम नहीं है, सो हिंदी चलेगा। सो गाइस, ये था मेरा रूम। अभी हम घर जाने का वक्त हो गया है। और ये था हॉल रूम, जो हम लोग टीवी रखेगा वहाँ पे, टीवी लोग सब तो रखेगा, आई मीन। एंड ये है वो क्या बोलते हैं इसको, बरान्डा। नेपालीमा भन्नु भने बरान्डा हैन। उता छ अझ एउटा रुम। सो त्यसलाई चाहिँ 2टा हुनुपर्ने थियो, एउटै बनाइदिएको छ ठुलो। अनि हेर्न सक्नुहुन्छ, यहाँ छ हाम्रो तामुलबारी। चाहे पनि जाउँ, जे पनि गरौँ, 18 वर्ष भएको छैन, 18 वर्ष भएको छैन, 18 वर्ष भएको छैन। अनि म सालले त अस्ति नै मेरो बर्थडे थियो हैन गाइस, सालले त 18 वर्ष म लागेँ। अनि कागजपत्रमा चाहिँ के छ भन्दाखेरि सेप्टेम्बरमा 18 वर्ष हुन्छु। अनि यो फेसबुकमा चाहिँ मैले अस्ति नै 18 वर्ष भएको कि म, आई मिन जुनमा, अहिले पनि जुनै होइन, जुनमा 18 वर्ष भएको। बट सब्सक्रिप्सन बटमै भेटेको छैन। 18 वर्ष पुरा क्लियर हुनुपर्छ भन्दैछ, द्याट मिन्स 19 इयर्स हुनु पऱ्यो नि त हैन। अनि सब्सक्रिप्सन बटम भेटेको भए पो मैले अलिकति पैसा पाउँथेँ होला कि गाइस, लेकिन त्यो आज पनि छैन। किनकि 10K फलोवर्स भयो भने चाहिँ पाउने आश छ। लेकिन अब 6K त पुऱ्याइदिएको छैन, 10K त कसरी पुऱ्याउनुहुन्छ नि तपाईँले, अब हेल्प त गर्दैन कसैले। अनि मलाई आश पनि छैन, अब अस्ति चाहिँ थियो, अहिले चाहिँ छैन भनौँ न हैन। केही बात छैन, म आफै मेहनत गर्छु, म मेहनती केटी हो हैन त। अब चाहिँ म घरबाट जानेवाला छु। अनि चाहिँ कोही पनि नबसेर यस्तो भइरहेछ, बालुवा गिट्टीहरू सबै
नेत्र भइरहेछ प्रपर मेरो घर यस्तो छ आई मीन दूर सानो सानो देखिँदैछ लेकिन चाहिँ ठुलै छ भनौँ न अनि अहिले चाहिँ बाउरा म चाहिँ अब लागेको घरतिर अरुणाचलको भनौँ न हैन अनि अहिले चाहिँ हामीहरू शान्तिपुर आइपुग्नु आँटे भनौँ न हैन बाउरा म थुक्पा पनि आइसक्यो म चाहिँ अहिले थुक्पा सुक्पा खाएर आइसकेँ हेर्न सक्नुहुन्छ